बालेन शाह झापा ओर्लिन नपाएको सम्बन्धमा वास्तविक समाचारहरू अहिले आइपुगेका छन् है साथीहरू। मूलत सुरक्षाकै समस्या भन्ने कुरा आयो र सुरक्षाको समस्या चाहिँ 2-3 थरीबाट प्रहरी प्रशासनबाट पनि आएकै हो र चाहिँ बालेनको आफ्नो स्रोत र विशेष खुफिया यन्त्रहरूबाट चाहिँ बालेनलाई नजान सल्लाह आएको हो। जब उनी उडिसकेपछि काठमाडौँका जति पनि संवेदनशील सुरक्षा संयन्त्रहरू थिए जसले बालेनलाई माया गर्थे अथवा बालेनलाई सुरक्षित होस् भन्न चाहन्थे, तिनीहरूले चाहिँ झापामा केपी ओलीको निर्देशनमा केपी ओलीका चाहिँ भोलिन्टियर समूहले शार्प सुटरहरू भाडामा ल्याएको, कतिपय भारतबाट समेत शार्प सुटरहरू आएको भन्ने किसिमको समाचारहरू आयो। त्यो पछाडि बालेनले अनि त्यो पछाडि निर्वाचन सबै भाँडिन सक्ने, उनीहरू त्यहाँ गइसकेपछि सुरक्षित त होलान् तर पनि बालेन त्यहाँ आएको, हेलिकप्टर चढेर आएको, त्यहाँबाट हुलदङ्गा भएको भन्ने आधारबाट एमाले चाहिँ त्यहाँ निर्वाचन आयोगमा फेरि आचार संहिताको प्रश्न उठाएर निर्वाचन भद्रगोल गर्ने भन्ने कुरा थियो। त्यसलाई टार्नको लागि उहाँहरू बाहिरै बस्नुभएको भन्ने कुरा आयो। निर्वाचन आयोगले पहिल्यै हेलिकप्टरको अनुमति हिजै लिएको भनेर आयुक्तले नै आफै भनिसक्नुभयो। केपी ओलीले आफ्नो जीवनका 2टा घटना भन्दै फेसबुकमा हालेका छन्, तर यो तेस्रो घटना पनि उनले घटाउन खोजेका थिए आज, होइन? त्यो चाहिँ अब टर्यो बालेनको परिपक्वताले गर्दा